नमस्ते नमस्कार सम्पूर्णजनामा तपाईहरुको माझ फेरि पनि भिडियो लिएर छु। यो भिडियो स्पेशली युवाहरुको लागि र युवा लगायत सम्पूर्ण जति यो जेनेरेसनको युवाहरु छन् त्यसको लागि यो भिडियो बनाइरहेछु। यो कसैको मैले पर्सनली पार्टी लगायत जाति कसैको म त्यस्तो ठेस पहुँचाउने गरी त्यस्तो भिडियो मैले बनाउन खोजिरहेको छैन। तपाईहरु अन्यथा यो भिडियो नलिनु होला म सम्पूर्ण जनालाई आग्रह गर्दछु। तपाईहरुलाई मैले के भन्न खोज्न आएको छु कि जुन अहिले तपाईहरु आफ्नो हकको लागि लडाई गर्नुहुन्न भने कहिले गर्नुहुन्छ। मलाई लाग्छ अहिले हाम्रो देश नेपालको स्थिति यस्तो छ कि जब युवाहरु यहाँ जन्मिन्छ नि त्यो दिन त्यति खुशी हुँदैन जति मान्छेहरुको भिसा लाग्छ नि अरु कन्ट्रीको त्यति खुशी हुन्छ। यस्तो सिर्जना कसले गर्यो अनि यस्तो सिर्जना किन भयो कि हाम्रो देशमा युवा टिक्न चाहदैन? यसको कारण के हो? हामी जनता नै हो या त्यो नेताहरु छन्? त्यो हामीहरुलाई चाहियो। किन भनेको अहिलेको तपाईले हाम्रो देशमा रेमिटान्सले चलिरहेछ। मलाई लाग्छ कि 2-3 महिना हाम्रो देशको स्वदेश विदेशमा बस्नु भएका दाजुभाइहरु बन्द गरिदिन्छ नि रेमिट पैसा पठाउन यहाँ नेपालमा हाम्रो देशको सरकारको लागि चलाउन धोधो पर्छ। अनि त्यही युवाहरुलाई तपाईले यति दुख कष्ट दिनु भएछ किन? अनि हाम्रो देशमा युवा किन टिकिरहेको छैन? यो कसको गल्ती होला? अनि तपाईहरुलाई सम्पूर्ण जति जना जनतालाई म त आग्रह गर्छु तपाईहरु मासु भातमा किन बुझ्नुहुन्छ? अनि यसो किन गर तपाईहरु आफ्नो लागि हैन अरूको भविष्य किन बर्बाद गर्नुहुन्छ? आफ्नो आउँदो जेनेरेसनको भविष्यसँग किन खेलवाड गर्नुहुन्छ? यस्तो गरेर तपाईलाई के फाइदा हुन्छ? एक छिनको लागि तपाईले 2-4 लिटर पेट्रोल दियो, मासु भात खियायो, त्यसमा मात्र तपाईको लाइफ चल्छ? चल्दैन नि। तपाईले दुख कष्ट गरेको भए हामीहरुलाई यति भोग्न पर्दैन। त्यही भएर हामीहरुले दुख कष्ट गरेर अहिले परिवर्तन ल्यायो भने नि हाम्रो जेनेरेसन खुसी हुन सक्छ। न त यो परम्परागत देखि जुन हुन्छ नि हाम्रो चाड पर्व बाबा पुर्खाले गरेको त्यही गर्दै आएको र हामीहरु पनि त्यस्तै गर्ने। त्यो मलाई लाग्छ यो विदेशको समस्या छ कि अब म जान्छु फेरि परिवर्तन त हुँदैन फेरि मेरो आउँदो जेनेरेसन जान्छ अनि यस्तै गर्दा गर्दै हाम्रो देश कहाँ जान्छ? अनि यो परिवर्तन कहिले हुन्छ? र सम्पूर्ण जना दुखी हुन्छ, आउँदो जेनेरेसन टु जेनेरेसन दुखी हुन्छ भने हाम्रो देश कहाँ जान्छ? अनि हाम्रो देशलाई यस्तो परिस्थितिमा कसले पुर्यायो? अरु कन्ट्रीको तुलनामा हाम्रो देशमा के छैन? तर हाम्रो देशमा अहिले 15-20 हजारको जागिर पाइरहेको छैन। अरु कन्ट्री हेर्नु कहाँबाट कहाँ गइरहेछ। हाम्रो देशमा के छैन भने त्यो भन्नु न। अहिले आईपीओ खोलेर हाम्रो देशमा के कतिवटा त कम्पनी सुचारू गर्न सक्छ लगायत कति एग्रिकल्चरमा तपाईहरुलाई हाम्रो मध्यतिर यस्तो समस्या छ जुन टाइममा धान कटाउन बेला लगायत अरु काम गर्ने बेला खाद आउँछ। जो काम छ कि रोपाईको टाइममा खाद आउनु पर्यो त्यो आउँदैन। बिउ बिजनको टाइममा जब मान्छेको धान कट्नु हुन्छ त्यो ठाउँमा बिउ बिज वितरण हुन्छ। अनि यस्तो समस्या झेल्नु पर्छ। हाम्रो देश यति 60% जति लाग्छ मलाई एग्रिकल्चरमा डिपेन्डेन्ट छ। अनि तपाई एग्रिकल्चरमा लगानी गर्नु लगायत हाइड्रो पावरमा लगानी गर्नु आईपीओ खोलेर तपाई कम्पनी सुचारू गर्न सक्नुहुन्छ। हाम्रो देशमा पर्यटकीलाई सुधार गर्न सक्नुहुन्छ। हाम्रो देशमा के त तराई हिमाल पहाड सबैको तपाईको थरीथरीको वातावरण छ।